काठमाडौँ ट्याक्सी ब्लक लुम्बू बोल्थे लुम्बू छ नि हाउ सिन्ता हो मि फिम फिम दा yin wo san da zo काठमाडौँ जोरपाटी टु त्यहाँ थो त्यहाँ बोडो यहाँ सिन्ता हो यहाँ छ्या बु बु यहाँ पनि नि म बु सिना कम मा बि बु बा बि या बु जो रुan ding wo यहाँ चाहिँ सिन्ता wo चाहिँ on the way road of the side is ट्याक्सी ब्लक बाइक जो तो टैक्सी ब्लॉक हम तो वेलकम टू नलगुन टू कोटा। अबे साले कभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ। चिंता वो चिंता चिंता तो सी वन जा न्यूं थोड़ा है ना जोर पार्टी थोड़ा ना नहीं रोते हैं को भैया चना तो पेप्सिकोला एयरपोर्ट तो थाई थोड़ा ना गौरी घाट यहाँ तो थोड़ा या यहाँ पर लगता है वो चिंता कोई ये थोड़ा ही चाह तो ठीक हो那边的弯的位路的身上把不站了送上台上你送上你过你活掉头你快也弄他文凭从大地弄了那种这地了到改我见了干就从等到外改听话那你我现在懂关情关家要到 airport side 那弄提前弄听懂外嘛我里听话你弄山林中的 parking 送大呀他呢我经常冲他但他青浦不行让我的 parking 送到the inside the bike the taxi and the car the truck and then the bus the cloth the thing cloth他从地上我青岛用吧你都从前那个路还差 on the way road 不是干过还在红干大后红干头的the other 空城城那里我哪里那就关注的跑到 side inside 从方法的做 the left side 等从新南蒙格兰啊相同还放移动啥装备 मेरो भाषा बुझ्नु भयो मम्मीले यो काठमाडौँमा चाहिँ सबैभन्दा अगाडि हिँड्ने ग्यास्ट्रिक पीडित बस ड्राइभरले चाहिँ पाड्दाखेरि सबै सम्पूर्ण सडकमा हिँड्ने चालकहरू चाहिँ बेहोस भएर यस्तो ठुलो जाम लागिरहेको छ हैन ग्यास्ट्रिक पीडित बस ड्राइभरले चाहिँ पाड्दाखेरि सब चालकहरू बेहोस भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर जाम भइरहेछ सो हामी चाहिँ अन्डर बाटोमा छौँ अब सायद अगाडि त्यो ग्यास्ट्रिक पीडित बसको ड्राइभरलाई चाहिँ अब त्यहाँ उद्धार गरेर अब हस्पिटल लाने काम हुँदै होला हैन सो यति धेरै जाम छ कि अब कोटेश्वरमा यति धेरै जाम छ So we are going to the Koteshwar to Inkupitang and then Inkutu Koteshwar to Inkupitang then go the Inkupitang Elba Jaelba Khaelba Sutolba Utolba Ogolba then Mutolba के भने के र आलु कता आउने बाबुवा आलु उति अगाडि आउँछ उति आउने भयो कञ्चनको कैलाली बाँके बर्दिया तुमने बाटो में यात्रा करने के बाद क्या क्या कर दिया उसको क्या कर दिया मिली थी और नहीं मिली थी नहीं मिली कौन मिलेगा जिरेल भनेको चाहिँ कुन जातमा हो यो जिरेल भनेको मतवालीमा पर्छ सुनुवार जस्तो पनि हो शेर्पा जस्तो पनि हो मिसकोट पनि होइन उनीहरूको आफ्नै पहिचान छ तर किम्वदन्ती छैन के हो यही हो समस्या उनीहरूको एक्ज्याक्टली चाहिँ के हो कि यिनीहरूको चालचलन चाहिँ तिब्बती हुन्छ अनि ल्याङ्ग्वेज पनि तिब्बती हुन्छ दाजु यता आएर बसेर खाना खाएर जानु होला जाडको थोपा खुवाउँछ भन्ने हुन्छ भाषा त्यो त राई लिम्बूहरूसँग पनि मिल्दो रहेछ अनि कोही भाषाहरू सब ल्याङ्ग्वेजहरू चाहिँ हामीहरूसँग मिल्छ मेरो एउटा ट्रिप चाहिँ बुक भएर म यहाँ लिन आउँछु गाइजहरू
你好，请到美红请到一些请到完的。My name is passenger， 请到你坐的 taxi， 坐高你都会讲的请到你好，辛苦不谢taxi driver， 辛苦不谢 taxi driver。Before time， 请出请到，现在到不结束，别去过了不离开 inside the taxi block， 我们的 lock。To the block is on 请到 today， my boss is to go on Sundari area， which are planting。听到，我比木飞从你家路的，就能跟我发现。那边木哪个不离山什么？听到，你好，按的维护的，听到。Langsing this time langsing pushi dan kona anda oiro dong dan tour party to Bogor now to go inside sang pushi na nhà bu ra có đang lo tin con chúng ta nha yo nhà ta là các công ty taxi block còn tin có tin nào thì na no nan đừng có này on the way block or taxi block I'm greasing taxi that jam chick show and talk a boss and into boring seat. Hello guys, you go to back and Bera, so I'm on the way. Here to on the way and a ladder way, on the way and a ladder way to the jam. Taxi block, talk, lap. Problem. Oh my god. Stupid. Hello, stupid. Oh my god. Hello guys, Simple Bruce, ni hao. Xin chào the beautiful girls. Lý Sịp An Đồ đã chuyên tàu mình hoàn tàu quay cho cô đó cho bài kia nhiều xin ta nên nhiều quá thế chuyên tàu. अबे साले कभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ। Xin mời chú Mark then push beautiful girl. We can meet this pretty is a dumb douche. So uncha chuyên tàu. Mà bị plus. Mafi busu makin tang den limbuan tang den taxi limbu busu on the way road. हेलो साथीहरु नमस्ते म चाहिँ यो अन द वे बाटोमा है यो के भन्छ अरे यो सुन्ता खान माथितिर आइरा छु सो हेलो गाइस यहाँ मेरो केटा चाहिँ यहाँ खेलिरहेछ के ढुङ्गा नानै बाबु ढुङ्गा नानै हेलो रोमन सर हेलो नमस्ते चिम्पु फुसी ना हूँ चिंता हो मैं घंटा हो चिंता नो नैम चिंता हो तो मासाला या हुल लजारा जुगुल लाइन तो ना मा फुल रा मासाला चोर फटा साले गधा कुचुम यता चाहिँ त्यो तुरी पनि फुलिरहेछ हैन पनि फुलिरहेछ मलाई यो ठाउँ चाहिँ साह्रै मन पर्यो हेलो बुढी के ढुङ्गा खेलेर बस्छ है यता हेर न माथि हेर न भ्लग बनाएर चाहिँ अब हाम्रो यो एरियातिर चाहिँ हामी भ्लग बनाइरहेको छौँ कस्तो लाग्यो राम्रो छ यो जग्गातिर त म पहिला मेरो आफ्नो गर्लफ्रेन्डलाई लिएर कतिचोटि धेरैचोटि घुम्न आइसकेको छु नि यहाँतिर म चाहिँ भन्छु सत्य मात्र भन्छु सत्य बाहेक अरू म केही पनि भन्दिनँ नढाँटी पुरै गर्दिनँ त्यसका बाजी भनेर भन्नाले हावा खायो बाख्राको कन्नाले यो जाडोमा डस्ता र तन्नाले याउ 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 कानमा
साबुन पसेको नुहाउँदाखेरि अनि कानभित्रै कानभित्रै पस्नु साबुन गोलाएर राखेर छ नि अनि यसरी यस्तोमा कानतिर यसरी लाउँदाखेरि कसरी लाग्यो उयो चुच्चोले पुरेछ क्या अनि ल्याप्पै पसेछ भित्र केही पसेछ भित्र नि नुहाउँदा पनि कानभित्र साबुन पस्छ त त्यो कानको तुलो भित्रै छिर्ने गरी साबुनै छिर्ने कसले त्यो साबुन लाउँछ Oh my god. यो गुप्तेश्वर गुफाको दृश्य है साथी यो चाहिँ अब के हो यो मौरीको चाका जस्तो पनि देखिन्छ होइन मौरीको चाका जस्तो पनि देखिन्छ यसको बनोट हेर्नुहोस् माथिसम्म गुप्तेश्वर गुफाको दृश्य अचम्म लाग्दो छ गुफा हेर्नुहोस् है ल यो हेर्नुहोस् त कस्तो छ ल गुप्तेश्वर गुफाको दृश्य है साथीहरू यो अचम्म छैन त ल यस्तो छ हेर्नुहोस् माथि भित्ताहरूको बनोट हेर्नुहोस् भित्ताको बनोट ल यस्तो बनोटमा देखिन्छ ल पोखरा स्थित डेभिड फल्सबाट बगेर गएको निस्केको पानी यो मुनि चाहिँ हामीले देख्न सक्छौँ त्यस्तो छ भित्रको कार्डहरू तपाईँहरूले देख्न सक्नुहुन्छ उँधो जानु हुँदैन बाबु उँधो जानु हुँदैन है ल यस्तो छ कोही तल जाने हो र तल जाने हो ल जाउँ जाने हो भने हजुर तल जाने हो र बिस्तारै हिँड्ने त्यो मुखमा नहाल न त्यो फाल्दै हुनु ल अब चाहिँ योभन्दा तल फेरि हामी अझै तल जाँदैछौँ है साथीहरू योभन्दा तल पनि जाँदैछौँ अब कस्तो देखिन्छ रहेछ तपाईँहरूलाई देखाउँदैछौँ पोहोरभन्दा यो विगत वर्षहरूभन्दा चाहिँ एकदमै सेफ्टी पनि बनाएर छन् अब एकदम राम्रो पनि बनाएर छन् यो भर्याङ सर्याङ हालेर होइन अब घुम्न आउनेहरूको लागि अलिक सुरक्षित पनि बनाइएको छ त्यसले गर्दाखेरि चाहिँ घुम्न आउँदाखेरि चाहिँ अब खासै त्यस्तो आत्तिहाल्नु पनि डराइहाल्नु पर्ने अथवा अनसेफ हुनु पनि पहिला चाहिँ चिप्लो चिप्लो जस्तो पनि थियो नि त अहिले चाहिँ अब त्यस्तो छैन चिप्ले जस्तो पनि छैन त्यस्तो छ है ल अब मैले पातले छाँगाको पानी भनेको थिएँ नि अघि मैले पातले छाँगाको पानी भनेको चाहिँ यो हो तपाईँहरूलाई देखाउन खोजेको चाहिँ मैले यो हो ल त्यो हो यो चाहिँ माथि डेभिड फल्सबाट खसेको अर्थात् पातले छाँगाबाट खसेको पानी चाहिँ हामीले माथि पातले छाँगाबाट देख्दाखेरि चाहिँ अर्थात् डेभिड फल्सबाट चाहिँ माथिबाट तल देख्थ्यौँ अनि तल खसेको पूर्ण रूपमा पानी हामी चाहिँ देख्दैनथ्यौँ भनेदेखि त्यो पानी कताबाट बगेर जान्छ भन्दा चाहिँ हामी चाहिँ रोड क्रस गरिसके पछाडि भित्र चाहिँ गुप्तेश्वर गुफाबाट छिरेर आइसकेपछि गुप्तेश्वर गुफाको तल इन्डिङ पोइन्टमा चाहिँ तपाईँ हामीले यस्तो देख्न सकिन्छ ल त्यो माथि डेभिड फल्सबाट खसेको पातले छाँगाको पानी चाहिँ हामीले यहाँनिर देख्छौँ ल यस्तो छ है साथी त्यसले गर्दाखेरि यो गजब छ हेर्न एकदमै लाइक छ यस्तो छ त्यसले गर्दाखेरि ल अघि पातले छाँगाबाट हेरेको थियौँ नि मम्मी हामीले हो त्यो छाँगा चाहिँ माथिबाट हामीले हेरेको चाहिँ अब कहाँ जान्छ होला पानी भन्थ्यौँ नि अब त्यो चाहिँ क्रस गरेर हामी बिचमा रोड हिँडेर त्यत्रो घरहरू छन् त्यति हजारौँ टनको चाहिँ नि यो गाडीहरू हिँड्छ नि गुप्तेश्वर गुफाबाट छिरेर आउँदा चाहिँ त्यो पातले छाँगाबाट खसेको पानी चाहिँ यही हो ल बुझ्नुभयो मम्मीले त्यस्तो छ त्यस्तो छ यसरी हामीले चाहिँ पातले छाँगालाई हामीले यसरी चाहिँ अब दृश्यात्मक रूपमा तपाईँहरू समक्ष हामीले यसरी
देखाउन सक्छौँ जो पातले छाँबाट खसेको पानी कहाँ गयो भनेर अब यो पानी चाहिँ अब तल अब कहाँ जान्छ सो उड्न डाट होइन तपाईँहरूलाई हामीले जति देखाउन सक्छौँ त्यतिसम्म चाहिँ तपाईँहरू समक्ष हामीले प्रस्तुत गर्ने अथवा देखाउने हो त्यस्तो छ ल त्यसले गर्दाखेरि यस्तो छ है साथीहरू ल अब हाम्रो लगभग गुप्तेश्वर गुफाको चाहिँ लगभग हेराइ सकिसकेको छ है त हाम्रो अब यहाँको हेर्नुपर्ने चाहिँ लगभग सकिसकेको छ अब चाहिँ यहाँबाट हामी फर्किँदैछौँ है त साथीहरू ल त्यस्तो छ ल भयो जाउँ ल यहाँको फोटो खिच्यो मलाई एउटा म चाहिँ भन्छु सत्य मात्र भन्छु सत्य बाहेक अरू म केही पनि भन्दिनँ नढाँटी पुरै गर्दिनँ त्यसका बाजी भनेर भन्नाले हावा खायो बाख्राको कन्नाले जाडोमा डस्ता र तन्नाले याउ याउ याउ